गुड मर्निङ मेरा प्यारा प्यारा साथीहरू अनि सबैजनालाई चाहिँ नमस्कार। खासमा विशेष गरी यो साडी एकजना विजेतालाई म चाहिँ यो साडी उपहार दिँदैछु। यो विजेतालाई भनेर हिजो बनाएको भिडियो मेरो फेसबुक आइडी रूपा मैनाली चापागाईमा हजुरहरू कसले हेर्नुभयो। यो साडी विजेता एकजना विनर हुनुहुन्छ र उहाँलाई चाहिँ यो साडी म अहिले भर्खरै दिन लाग्दैछु होइन। अनि के विषय वस्तु थियो भनेर चाहिँ रूपा मैनाली चापागाईको चाहिँ फेसबुक आइडीमा गएर भिडियो हेर्नु त एकजना कस्टमर आउनु भएको थियो, मम्मी अनि छोराछोरी भएर अनि सामान अर्डर दिनुभएको थियो, रिसिभ गर्न आउनु न ल भनेको भ्याउँदिन रे। अनि किन भ्याउनुहुन्न भनेको मेरो छुट्टी नै छैन। किन छुट्टी छैन भन्ने उत्तर चाहिँ जसले मिलाउनुहुन्छ उहाँलाई यो मैले गिफ्ट विनरलाई एकजना विनरलाई चाहिँ यो मैले गिफ्ट दिँदैछु भन्ने भिडियो बनाएको थिएँ। तर मेरो एउटा त्यसमा सानो त्रुटि भएको छ, हजुरहरूले त्यसलाई चाहिँ मलाई क्षमा गरिदिनुहुन्छ भनेर मैले चाहिँ महसुस गरेको छु। किनभने मैले यो विनर बनाएर यो साडी गिफ्ट दिउँला भनेर सुरु स्टार्टिङमा भिडियो बनाएको थिइनँ। कुरा गर्दै जाँदा फ्याट्ट मेरो पनि मनमा आयो कि बुढालाई सोधेको, बुढाले उत्तरै मिलाउनु भएन। नमिलाएपछि फ्याट्टै मेरो पनि मनमा आयो कस्टमरले मिलाउनु भयो भने 1 घन्टाभित्र रिप्लाई दिने, एन्सर दिने, 1 घन्टाभित्र मिलाउनेलाई चाहिँ यो साडी विनर भनेर चाहिँ मैले घोषणा गरिदिएको थिएँ। तर 1 घन्टामा यति धेरै चाहिँ सही आन्सर आएर मिलो होइन। तर मैले खासमा एउटा मात्र साडी यसरी यो एउटा दिन्छु भनेको थिएँ। अब यति सबैजनालाई त मैले दिन्छु भनेको छुइनँ। त्यहाँ चाहिँ मैले सबै कुरा चाहिँ प्रश्न पार्न सकेको रहेन रहेछु, किनभने त्यो बिना योजनाको भिडियो थियो नि त। अनि त्यही भएर फर्स्टमा एकजना बुधबारेको बहिनीले फर्स्टमै यसको आन्सर मिलाउनु भएको छ र उहाँलाई यो साडी दिम्ला भनेर सोचेँ एउटा कुरा। अर्को कुरा के सोचेँ भने 1 घन्टाभित्र चाहिँ जसले आन्सर दिनुभएको थियो उहाँहरूको चाहिँ गोला प्रार्था गरेर चिट्ठा गरेर चाहिँ विनर बनाऊ कि भनेर पनि सोचेँ। अब सुरुमा सबै मान्छेलाई एकैचोटि पर्फेक्ट हुँदैन नि त। अनि आइडिया बिना यति सबै कुरा भयो। फेरि कहिले कहिले रूपा दिदीले बेला बेला यस्ता कुराहरू लिएर आउँदै गरौँला। र यो चाहिँ अहिले फर्स्टमा जसले कुरा मिलाउनु भएको थियो नि उहाँलाई मैले चाहिँ यो साडी गिफ्ट गरिदिँदैछु, उपहार पठाइदिँदैछु। र उहाँलाई मैले चाहिँ अहिले फोन गर्दैछु। हजुरले चाहिँ उहाँको यो संवाद चाहिँ सुनिदिनु होला होइन। एकदम विनर हुनुभएको छ। मैले चाहिँ के अरे फेसबुकमा मेसेन्जरमा चाहिँ मेसेज नै गरेको थिएँ, हजुर आउने हो कि फोन रिसिभ हुन्छ कि हुँदैन हेर्नुहोस्। के पो नाम थियो, के भट्टराई के के थियो सोध्छु पक्नु न। हेलो बहिनी, गुड मर्निङ, नमस्कार। मलाई चिन्नु भयो? कसरी चिन्नु भयो? नम्बर सेभ थियो? ल धन्यवाद प्यारी बहिनी। फोन किन गरेँ होला भन्नु त? तपाईँ विनर हुनु भएको छ नि। हिजोको मैले दिएको क्वेसनको फर्स्टमा आन्सर मिलाएर हजुर विनर हुनु भएको छ नि, थाहा छ? मैले तपाईँलाई मेसेन्जरमा कमेन्ट के अरे मेसेज लेखेको थिएँ एड्रेसहरू पठाउनु भनेर होइन। ल तपाईँलाई धेरै धेरै धन्यवाद। र यो रूपा मैनाली चापागाई गरेको फेसबुक आइडीलाई चाहिँ एकदम धेरैले चाहिँ फलो गरिदिनु होला। फेरि पनि एउटा कुनै यस्ता खालका कार्यक्रम चाहिँ मनोरञ्जन भएका ल्याउँदै गरौँला। अनि हजुरलाई यो मैले आज चाहिँ उपहार पठाइदिएँ। फेरि केही पऱ्यो भने चाहिँ हामी चाहिँ झापाको कन्काई नगरपालिका 3 सुरुङ्गा बजारभित्र रूपा डिजाइनर छ, हजुरहरूले सम्झिनु होला। तपाईँलाई चाहिँ एकदमै बिग कङ्ग्रेचुलेसन अब विनर बन्नु भएकोमा। मैले तपाईँको सामान आज पठाइदिन लाग्दैछु। तपाईँको कहाँ अरे घर भनिदिनु त? नाम फोन नम्बर त यही भइहाल्यो। नाम र एड्रेस भनिदिनु त। अनि हजुरको शुभ नाम? मेरो शुभ नाम नागरी चाहिँ भएको चाहिँ देवीमा अधिकारी हो, तर देवीका अधिकारी भन्दा भट्टराई भन्दा चिन्छ। हस्, हजुरको यो के अरे फेसबुक आइडीमा भएको नाम र यही नम्बर हालेर पठाइदिन्छु। तपाईँलाई धेरै धेरै धन्यवाद बहिनी। हस्। अब भिडियो हजुरले कन्टिन्यू गर्नु हुँदैछ नि होइन। खासमा मैले के भन्न खोजेको भने यो साडी थियो नि यति धेरै हामीले 2200 रुपियाँले बेच्यौँ। अनि त्यस पछाडि अहिले चाहिँ मैले यत्रो बिग सेल लगाइदिएको छु होइन। काचा कुचुक नबनाऊ एकछिन। अहिले चाहिँ मैले बिग सेल लगाइदिएको छु। 2200 को साडीलाई 1600 मा चाहिँ अहिले मैले दिँदैछु होइन। अलिअलि थोरै घाटा खाएर यो साडी बेच्दैछु। फेरि व्यापारमा घाटा हुन्छ र भनेर सोध्नुहुन्छ होला। कहिले कहिले व्यापारमा घाटा नै हुन्छ।
नाफा खाने बेला खाइयो पनि होइन। अनि अहिले चाहिँ मेरो चाहिँ यति प्याक भयो ऱ्याकहरू होइन, नयाँ सामान ल्याएर हाल्ने ठाउँ नभएर स्टक आउट गर्नुको लागि चाहिँ यो साडी अलिकति आफूले घाटा सहेर निकाल्दैछु। यसको प्राइस चाहिँ मात्र 1600, यो चाहिँ उहाँलाई गिफ्ट जाँदैछ। अब हजुरहरूलाई पनि बिहे आएको छ, वर्तमान आएको छ, गुनीचोली आएको छ, ढोगाउने भेटाउने छ, अथवा आफ्नै घरमा लाउनु छ भने पनि यस्तो राम्रो नरम खालको होइन, यो चाहिँ अख्रक्क नपरेको मुजा आँचल टक्क मिल्ने साडीमा विथ ब्लाउज भएको राम्रो क्वालिटीको डोला सिल्क साडी रूपा दिदीकोमा लागेको बिग सेलको यदि फाइदा उठाउनुहुन्छ भने मात्र मैले यो अहिले 1600 बेच्दैछु। र मेरो यो प्रोफाइलमा भएको नम्बरमा चाहिँ वाट्सएप नम्बर छ, यो वाट्सएपमा हजुरहरूले म्यासेज गर्नुभयो भने हामी सबैतिर डेलिभरी गरिदिन्छौँ। र भिडियो हेर्ने सुन्ने अनि रूपा दिदीलाई मन पराइदिने सबैजनालाई धन्यवाद भन्दै मेरो यो रूपा मैनाली चापागाईलाई चाहिँ फेसबुक आइडीलाई फलो गरिदिनु हुनलाई अनुरोध गर्दछु। धन्यवाद।